हेलो गुड मर्निङ एन्ड नमस्ते। आशा छ तपाईहरु सबै सन्चै हुनुहुन्छ होला भनेर आज म तपाईहरुको सामु एउटा नयाँ छुट्टै किसिमको भिडियो लिएर उपस्थित भइरहेको छु। आशा छ तपाईहरुले मन पराइदिनु हुनेछ भनेर है। आज मैले हामी सबैले हरेक दिन प्रयोग गर्ने जस्तै अब फेसमा हुन्छ नि, कसैको ड्राई स्किन हुन्छ, कसैको सेन्सिटिभ स्किन हुन्छ, कसैको ओइली स्किन हुन्छ नि त। त्यसको लागि हामीले हरेक दिन प्रयोग गर्ने मैले दुईवटा प्रोडक्टहरु हजुरहरुलाई देखाउँदै छु। आशा छ पक्कै पनि अन्तिमसम्म हेर्नु हुनेछ भनेर मैले हजुरहरुको सामु एउटा सेटाफिल क्रिम लिएर आएको छु भने अर्को लिएर आएको छु क्युबी है। क्युबीमा अब धेरै छ, साबुन पनि छ हैन, सोप, अर्को छ लिक्विड हामीले बिहान बेलुका मुख धुन्छौं जसलाई फेस वाश हैन, त्यो क्युबीमा पनि छ र सेटाफिलमा पनि छ, दुईवटै प्रोडक्टमा छ। तर मैले यहाँ भने खास गरी दुईवटा मोइस्चराइजर क्रिम लिएर आएको छु जसलाई यो छ हजुर हैन। यो चाहिँ अल स्किन टाइप हो हैन। यो हामीले अल स्किन, ड्राई स्किन, नर्मल स्किन, सेन्सिटिभ स्किन हैन, जसमा पनि युज गर्न सक्छौं। यो क्युबी ब्रान्डको यो क्रिम राम्रो छ। हामीले हरेक दिन बिहान बेलुका मोइस्चराइजरको लागि युज गर्न सकिन्छ र किनकि धेरै मान्छेले प्रयोग गरिरहेको पनि छ र रिभ्यु पनि एकदम धेरै आइरहेको छ। मान्छेहरुले कोही मान्छे हेरेर प्रयोग गर्छ भने कोही मान्छे प्रयोग गरेर राम्रो भनेर प्रयोग गर्छ नि त। मान्छे अब धेरै किसिमको हुन्छ, कसैले भनेको आधारमा प्रयोग गर्छ भने कसैले अब आफूले प्रयोग गरेको आधारमा त्यसलाई भन्नाले बारम्बार कन्टिन्यू गर्छ नि त। त्यो भएर यो स्किनको लागि एकदम राम्रो छ। यसमा पनि क्वान्टिटी पनि हुन्छ, एउटा 1 केजी को हुन्छ भने एउटा 500 ग्रामको हुन्छ भने एउटा यो 250 ग्राम हो। मैले 100 ग्रामको पनि लिएर आएको छु भन्छनलाई म राखिरहेको छु, हजुरलाई स्याम्पलको रूपमा देखाउँ भनेर मात्रै हो। यसमा अब एउटा 1 केजी भइहाल्यो, अर्को तपाईको 500 ग्राम अनि 250 ग्राम, यो 250 ग्राम, अर्को 100 ग्रामको यहाँनिर छ, 100 ग्रामको हैन, यस्तो छ। अब यसमा तपाईहरुले फेस वाश पनि छ यसको भने, तपाईको बडी लोसन पनि छ अनि फेस वाश भइ नै हाल्यो। सोप छ, साबुन छ अनि त्यसपछि सन प्रोटेक्सन छ हैन। त्यसपछि छ अर्को तपाईको ह्यान्ड क्रिम अनि लिपहरु। यसको प्रोडक्ट धेरै छ, धेरै छ। अब बडी मोइस्चराइजर पनि छ हैन, लिपको लागि पनि भइहाल्यो हैन। अनि यसको छ शरीर बडी वाश गर्नको लागि हैन, जस्तो हामीले लाइक साबुन युज गर्छौं भने अनि जस्तो अब हुन्छ नि त्यसको लागि यसको अल सबै छ यसमा, बडी देखि लिएर सबै स्याम्पूहरु, बच्चाको स्याम्पू पनि छ हैन। बच्चाको र अब आइडलको छुट्टै हुन्छ। यहाँ भने मैले हजुरहरुलाई यो आइडलको लिएर आइरहेको छु। यसमा अब त्यही भइहाल्यो लोसन र यो चाहिँ अल स्किनको लागि है। तपाईहरु जसको सेन्सिटिभ पनि छ हैन, ड्राई स्किन छ, नर्मल स्किन छ हैन, अनि ओइली स्किन छ, जसलाई पनि युज गर्न मिल्छ यो हैन। मान्छेहरु प्राय जसो अब यहाँ प्रेग्नेन्स फ्री छ यसको, जस्तो हुन्छ नि कसैको स्माइल आउँछ भने यो चाहिँ विदाउट स्माइलको कलर फ्री छ यसमा हैन। अनि डेर्मा टेक्नोलोजी टेस्ट गरेको छ किन लेनियन फ्री छ हैन, पीएच ब्यालेन्स छ भने 24 आवर्स मोइस्चराइजिङ गर्छ यसले, नन कन हैन। अनि जस्तो ब्ल्याक प्रेसर हुन्छ नि त्यसको लागि पनि यसले एकदम राम्रो गर्छ र त्यो हुँदैन भनिरहेछ हैन। त्यो भएर एकदम राम्रो छ यो चाहिँ, हजुरहरुले प्रयोग गर्न सक्नुहुन्छ। एकदम धेरै डिमान्डमा भएको र एकदम धेरै सेल्स हुने प्रोडक्टमा यो पनि एउटा नम्बर 1 हो हाम्रोमा। त्यस्तै रहेको छ अर्को यो
अर्को ब्रान्डको लिएर आइरहेको छ। यहाँ सेटाफिलको प्रोडक्टहरू छ, तपाईँ देख्न सक्नुहुन्छ। यो सेटाफिलको प्रोडक्ट हो हैन। यसमा पनि तपाईको सबै छ, बडी हैन, बडीदेखि अब जस्तो हुन्छ नि डियोड्रेन्टहरू हैन, अनि तपाईको लिप बामहरू भयो, ह्यान्ड क्रिम, अनि सन प्रोटेक्सन, यसको पनि एभ्रिथिङ छ हैन। तर यो भने स्पेशल कस्तो भने नर्मल स्किन नै हैन, यो स्पेशल कस्तो भने ड्राई स्किनको लागि, सेन्सिटिभ स्किनको लागि, ओइली स्किन र नर्मल स्किनको लागि चाहिँ यो यसमा छैन। छन् त छ होला, तर यहाँ हाम्रो उसमा चाहिँ छैन हैन। अब ड्राई स्किन भेरी ड्राई हुन्छ नि जसको, त्यसको लागि चाहिँ यो एकदम राम्रो हुन्छ हैन, ड्राई र सेन्सिटिभ स्किनको लागि हैन। तर यो नर्मल स्किन र ओइली स्किनको लागि यसमा चाहिँ छैन, एभाइलेबल मैले देखेको छैन, हाम्रोमा चाहिँ छैन है। अब यसमा चाहिँ भिटामिन हुन्छ, सिया बटर हुन्छ भने, अर्को भिटामिन B3 अनि प्रोभिटामिन भने हुन्छ B5 हैन। यसमा कम्युनिकेसन गरिरहेको हुन्छ। यसले हाइड्रेट कस्तो भने 48 आवर्ससम्म यसले हेल्प गर्दो रहेछ हैन, स्किन भेरिफिकेसनको लागि हैन, स्किन बेरियरको लागि हैन। तपाईको यो छ मोइस्चराइजर क्रिम भयो। मैले यो पनि अब डेर्मा टेक्नोलोजीबाट नै टेस्ट भएको हुन्छ। अब अहिले त हरेक कुराहरू डेर्मा टेक्नोलोजी भइरहेको छ। अब त्यो भएर यहाँ माथि नै लेखेको हुन्छ रेकमेन्डेड भनेर, फर सेन्सिटिभ स्किनको लागि, स्पेशल सेन्सिटिभ स्किनको लागि भनेर यो सेटाफिल हुन्छ भने। अब यसमा पनि त्यही हो, 5.50 ग्राम अनि त्यसपछि 100 ग्राम। यसमा चाहिँ 2वटा हुन्छ, 1 किलोको हुँदैन भने यसमा 2वटा हुन्छ। यो क्रिम हो हैन। अब यो क्रिममा पनि तपाईको 550 ग्राम अनि 100 ग्राम, 100 ग्राम र 550 ग्रामको हुन्छ। यो अहिले हाम्रोमा अफर छ 1+1, यो 1+1। अघि मैले देखाएको क्युबी पनि 1+1 नै छ, किनकि अहिले स्पेशल अफर चलिरहेको छ नि त। अनि त्यो भएर यो पनि एकदम राम्रो छ। यो पनि भन्नाले प्रायः जसो मान्छेहरू लिएर जानुहुन्छ, लिएर जानु भन्दा पनि धेरै नै लिएर जानुहुन्छ, किनकि अब यस्तो छ। त्यो भएर अब यसमा 2वटा डिफ्रेन्स छ नि, फेरि म हजुरहरूलाई भन्दैछु 2वटा डिफ्रेन्स छ। किनकि अघि मैले क्युबीको लोसन देखाएको थिएन भने, अब सेटाफिलको यहाँ लोसन छ, हाइड्रेटिङ लोसन हैन, एडभान्स हाइड्रेटिङ अल्ट्रा हाइड्रेटिङ भनेर लेखेको छ लोसन हैन। यो भने यो लोसन हो भने यो क्रिम हो हैन, यो क्रिम हो, यो लोसन हो। क्रिम र अब काम भने उस्तै गर्छ होला, खै अब के डिफ्रेन्स हुन्छ त्यो त थाहा भएन, सब सेम नै हो। तर अलिकति अब यसमा लोसन भनेको छ भने यसमा क्रिम त्यति नै, यसमा मोइस्चराइजर क्रिम लेखेको छ भने यसमा अब अल्ट्रा हाइड्रेटिङ लोसन भनेर लेखेको छ। यो अलि धेरै अब के गर्छ अहिले स्विट, अब यसमा स्विट आलमन्ड रहेछ भने यसमा सिया बटर छ हैन, डिफ्रेन्स त्यही नै हो। यसमा सिया बटर हुँदो रहेछ भने लोसनमा, अब क्रिममा तपाईको स्विट आलमन्ड ओइल भने हल्का डिफ्रेन्स त्यही नै छ। बाँकी अब त्यही नै, यो पनि सेन्सिटिभ एन्ड ड्राई स्किनको लागि छ भने यो पनि सेन्सिटिभ ड्राई स्किनको लागि नै छ। अब लोसन र क्रिममा अब के फरक छ त्यो त थाहा भएन मलाई है। त्यो भएर अब यसको भित्रबाट यो देख्न सक्नुहुन्छ, यस्तो छ। यो 100 ग्रामको हो भने यो 225 ग्रामको हो भने यो 100 ग्रामको, यो डिफ्रेन्स। 100 ग्रामको धेरै कसरी जान्छ भने, जस्तो कोही ट्राभल गर्ने हैन, अब कोही अब त्यो विशेष गरी ट्राभल गर्नलाई, अथवा हुन्छ नि अब एउटा सिटीबाट अर्को सिटीबाट जाने हैन मान्छेहरू, अब ब्यागमा ठुलो क्रिम त ब्यागमा अट्ने भएन नि त। अनि त्यो भएर चाहिँ ट्राभलिङ, स्पेशल चाहिँ ट्राभलिङको लागि भनेर यो क्रिम एकदम धेरै लिएर जानुहुन्छ। अब अहिले चाहिँ स्पेशल अब 1+1 छ, अब त्यस्तै बिक्री हुने नै भइ नै हाल्यो। तर पनि अब यो लोसन भन्दा क्रिम चाहिँ एकदम धेरै मान्छेहरू लिएर जानुहुन्छ। लोसन के हो कस्तो हुन्छ भने, अब लोसनमा अब त्यही हुन्छ होला खासै, अब यस्तो भन्दा पनि लोसन अलिकति बाक्लो हैन, अनि क्रिम चाहिँ अलिकति पातलो हुन्छ नि, मेरो विचारमा है। मैले भनेको सुनेको पनि त्यस्तै छु। र क्रिम
त्यही नै रहेछ हैन। क्रिम अलि पातलो हुँदो रहेछ भने लोसन अलिकति बाक्लो हुँदो रहेछ। अनि त्यही हो यसमा डिफरेन्स भनेको। अब अरू त खासै छैन जस्तो लाग्छ। यदि तपाईहरुलाई थाहा छ भनेपछि भन्न सक्नुहुन्छ है। मलाई चाहिँ मैले थाहा भएको कुरा चाहिँ हजुरहरुलाई भने। सो त्यही हो यसको डिफरेन्स भन्दा पनि यो पनि फेस एन्ड बडीमा हो भने अब यो पनि फेस एन्ड बडीमा नि छ। बडी दुईवटैमा युज गर्न सकिन्छ। हजुरहरुलाई मैले देखाएको यो कुराहरु यो सेटाफिल भइहाल्यो हैन। अनि यस्तै यो क्युबी है त। अनि यो सेटाफिलको लोसन अनि सेटाफिल क्रिम सानो 200 ग्राममा। हजुरहरुलाई मैले यी कुराहरु जानकारी गराउँदै गर्दा हजुरहरुलाई कहाँनेर कस्तो अवस्थामा मन पर्यो या परेन थोरै सल्लाह सुझावहरु दिँदै गर्नु होला भन्दै फेरि म भोलि अथवा नेक्स्ट भिडियोमा अरु कुराहरु अरु जानकारी लिएर आउने उपस्थिति हुने नै छु। त्यतिन्जेलसम्मको लागि अब बिदाई गर्नुपर्ने हुन्छ भने मैले हजुरहरुलाई हाम्रो फार्मेसीमा चलिरहेको 1+1 को हरेक भन्नाले सबैको त भ्याएको छैन मैले। जति पनि मैले भ्याएको छु एउटा कस्तो भने मेन र वुमेनको मैले डियोड्रेन्टहरुको 1+1 को मैले भिडियो थोरै सर्टमा बनाएर हालेको छु। यो भिडियो म सँगसँगै म जोडेर राख्ने छु। त्यो पनि हेर्दिनु होला भन्न चाहे। सो ओके हस् फेरि नेक्स्ट भिडियोमा यस्तै जानकारी लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि बाइ बाइ एन्ड ह्याभ अ नाइस डे। स्वस्थ रहनुस्, व्यस्त रहनुस्, मस्त रहनुस् है त। त्यतिन्जेलसम्मको लागि बाइ। आफ्नो ख्याल गर्नुस्। चाहे कस्तो लाग्छ कमेन्टमा सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनु होला भन्दै बाइ बाइ गरे। त्यस्तै हाम्रोमा रहेको छ यो अल्ट्रा म्याक्सको 1+1, जिलेटको पनि 1+1, अर्को रहेको छ निभिया, यो पनि 1+1 चलिरहेको छ। हामीसँग निभिया मेन वुमेन सबै अहिले 1+1 चलिरहेको छ। यो ओई कम्पनी मेड इन फ्रान्स, यो पनि 1+1 चलिरहेको छ। यसमा दुईवटा छ। यो पनि निभिया भयो। यो मैले अहिले जति पनि देखाइरहेको छु एउटा यो चाहिँ मेनको लागि युज हुने डियोड्रेन्टहरु हो। यो पनि रेक्सोनाको एउटा फ्री छ। रेक्सोना अब मैले हजुरहरुलाई थोरै मात्रै देखाइरहेको छु। यो रेक्सोना पछि फेरि निभियाको छ। निभियाको जेल पनि छ, क्रिम पनि छ, लाइक स्प्रे पनि, बडी स्प्रे अनि यो सबै बडी स्प्रे। यो अल्ट्रा म्याक्स है त। यो सबै अहिले ईद भएर 1+1 चलिरहेको छ। अल्ट्रा म्याक्सको पनि 2-3वटा एउटा परफ्युममा छ, एउटा विदाउट परफ्युममा छ। मैले यो हजुरहरुलाई देखाइरहेको परफ्युम र विदाउट परफ्युमको ड्युनट भन्ने यो नयाँ कम्पनी जो एलोभेरा सहितको आइरहेको छ। यो पनि 1+1 नै चलिरहेको छ। यसमा पनि 3-4वटा फ्लेभरहरु छ। 3-4वटा छ। यसमा पनि क्रिम र स्प्रे छ, जेल र स्प्रे। लेडी स्टेक यो त अब ओल्ड कम्पनी नै भइहाल्यो, तपाईहरु थाहा नै छ हैन। यो पनि एकदम राम्रो ब्रान्ड हो। सो यो पनि नयाँ हो तर राम्रो छ। यो पनि एउटा फ्री चलिरहेको छ। लेडी स्विचको यो स्प्रे हो। यो पनि एउटा फ्री छ। सबै एउटा फ्री चलिरहेको छ। सबैभन्दा पनि सम आइटमहरु त्यति धेरै त हैन, तर थोरै मात्रामा डभ, रेक्सोना छ, निभिया हैन। धेरै प्रोडक्टहरु एउटा फ्री चलिरहेको छ। सो यो पनि एउटा फ्री हो। यो 7 डेज मेन वुमेन छ, दुईवटामा छ। तर मैले अहिले भने वुमेनको प्रोडक्टहरु देखाइरहेको छु। पहिला देखाएको मेन हो भने अहिले वुमेन हो। यो पनि वुमेन नै हो। क्राइम 21 को यो भर्खरै नयाँ आएको छ। सो यो पनि निभिया हो।
निभियामा पनि अब तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो हुन्छ ओरेन्जमा अब धेरै यसमा लेखेको हुन्छ हैन म खासै हजुरहरूलाई लेखेको सबै कुरा त भनेर राखिरहेको छैन बट देखाइरहेको छु हजुरहरूले पढ्नु होला यो सबै एउटा फ्री चलिरहेको छ अनि त्यो भएर म हजुरहरूलाई सानो क्लिप्स बनाएर हजुरहरूलाई देखाइरहेको छु सो यो निभियाको रोल भयो है यो पनि एउटा फ्री छ यो वुमन सेक्सनको हो त्यो भएर मेन र वुमेन सेक्सनमा हुन्छ यो निभिया पनि हजुरलाई थाहा नै छ होला